चाहिँ अहिले पेम्बी होटेलमा खाजा खान लागेका छौँ सबैजना माथि। सबैले जुत्ता फुकाल्नु पर्ने रहेछ है। सबैको जुत्ता चाहिँ यहाँ। ल हामी यहाँबाट चढ्नेछौँ। स्वागत छ है फेरि पनि। धन्यवाद धन्यवाद। उता उता धेरै पछाडि ब्लग सुरु। आमामा यो चाहिँ गौरी शङ्कर। यहाँ भित्र के छ यस्तो? भित्र त दामी रहेछ। नि सुत्न नै मिल्ने हो? सबै यसरी सुतेर नि बस्न मिल्ने रहेछ यो होटेलमा आरामले। अहिले चाहिँ हामी बगम भन्ने ठाउँमा छौँ र यहाँबाट हामी भैरवकुण्डको यात्रामा जाँदैछौँ। बाटो एकदमै लामो छ, त्यसकारण हामी भोजन गर्न जाँदैछौँ। यहाँबाट चाहिँ यो हिमालको सिनहरू देखिन्छ। गौरी शङ्कर चाहिँ यो हो अनि हिमाल कता भाइ? कहाँ किन कहाँ घोच्ने? प्रेरित ब्लग्स हानिहाल्नु न भाइ। ल तपाईँहरूले पनि यसरी नै भाइको जस्तो रुचि चासो देखाएर टक्क भ्लगमा गएर सब्सक्राइब हाल्नु पर्यो साथी हो। 16वटा त छ जम्मा दाइको कुन हो? यो हो गरौँ न अरे दाइ भन्नु। दाइको त भ्युज ध्याप पाउँदो रहेछ त आउँछ 1K भ्युज छ। म पनि कहाँ चाहन्छु नि एउटा भाइ। त्यही त रच दिदी आउँदैन नि दाइ। भ्लग गर्नु पनि मान्छेहरू अब खै आइफोन भए त गर्नुहुन्थ्यो नि। ल यो त घट्टा घुमा जस्तो हुँदो रहेछ है। To feel the taste of bean coffee, you must come this kind of place. This is Bogam in Sindhupalchok. नट बियर कफी। लो चिया चिया सोल्टीले सर्भ। ल धन्यवाद। एउटा फोटो दामी हाम्रो यहाँ छ। अलि बुढा ननिकाल है। बुढै छ यो लायो भने त म त अलि त्यस्तै देख्दछु है। चना आयो, आन्टीले चना ल्याउनु भयो। पानी तातो दिदी। लङ टुरमा एकदमै पोसिलो खाजा। हजुर थप्ने हो ल्याइदिनु न। खाजा पनि खाइसक्यो। खाजा एकदमै मिठो थियो। ल आन्टी धन्यवाद धन्यवाद, एकदम मिठो लाग्यो खाजा। सुकुटीहरू पाउने समय कहिलेतिर पाउँछ? अहिले नि पाउँछ? यहाँको नम्बर कति हो? एनर्जी ड्रिङ्क पनि किन्नु है। अहिले चाहिँ यहाँ हामी एकछिन बसेर यहाँ दाइले चाहिँ यसो केही खानेकुरा इनर्जी ड्रिङ्कहरू किन्नु हुँदैछ। हामी चाहिँ धेरै माथिको यात्रा जानुपर्ने छ, त्यो डिल पनि पार गरेर।
ल एकदमै ठाडो बाटो यस्तो छ साथी हो बाटो यस्तो छ ल आयो 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 ए हे तानेन साथीहरू बाटो यस्तो ठाडो छ कि बाइकले पनि तान्न गाह्रो भइरहेको छ है ल आम्मा हेर हेर तेरिका ठेलो ठेलो भाइ साथी हो हामी चाहिँ अहिले सोताङ भन्ने ठाउँमा छौँ सोताङबाट दामी सिन देखिन्छ ओ दाइ कस्तो लाग्यो तपाईँलाई यहाँबाट त कस्तो दामी देख्यो उहाँ चाहिँ फर्स्ट टाइम हो म चाहिँ फर्स्ट टाइम हेर्नु न अब सब हिमाल माथि माथि टेके हिँड्ने जस्तो होइन है सब पहाड एक पछि अर्को अर्को पछि अर्को देख्न सक्नुहुन्छ यहाँको सिन बगम त्यो तलको हो बगम हेर्दाखेरि साँच्चै नै दामी सिन देखिन्छ यतिको सिन चाहिँ बवालै हो कि अनि त्यो चाहिँ छगम हो त्यो माथिको बगम भयो स्कर्पियो पनि आइरहेको छ ल फेरि अब यहाँबाट हामी ढुङ्गा छेउमा त कति गयो भने छेउबाट आउनु दाइ छेउबाट बिस्तारै 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 हो लग्यो यस एहे यस्तो बवाल देखेको एक्कासी के देख्यो यो त हामीले कहिले देखेको थिएन त्यत्रो चोटि आयो यो त देखेको थिएन है साँच्ची नै त्यो माथिको पनि देख्छ कि अलि माथिको नि त यहाँतिर हिउँ पनि रहेछ है हिउँ ल हेर्नुहोस् यतापट्टि यो चाहिँ यो साइड भयो यो चाहिँ यो साइड यो साइडमा चाहिँ गौरी शङ्कर देख्न सक्छ तपाईँहरूले यो भाइ पनि यता पो रहेछ के छ भाइ गौरी शङ्कर यहाँबाट दामी देखिन्छ ल यही हो भैरवकुण्ड हामी यही ठाउँ यो ठाउँमा जाँदैछौँ ल यहाँतिर चाहिँ होमस्टे बनाउनु लागेको रहेछ बाटो चाहिँ यहाँसम्म छ यहाँबाट चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ माथि यहाँ हेर्न सक्नुहुन्छ यो पहाडहरू सब तल छ हामी हाइटमा छ अब चाहिँ हामी पैदल यात्रा गर्नुपर्ने हुन्छ सबैजना लोसे बाह्रमा यो ठाउँ चाहिँ चोकर मकर भन्छ तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ पहिलाको भन्दा हल्का रोड माथि ल्याएको रहेछ किन भन्दाखेरि सायद होमस्टे बनाउनको लागि होला यो ठाउँसम्म चाहिँ रोड छ योभन्दा माथि चाहिँ तपाईँहरूले रोड पाउनुहुन्न यो सिउँडी हिँडेर जानुपर्ने हुन्छ 2 घन्टाको यात्रा हामी चाहिँ 2 पाइला हिँडेर नि थाक्यो हिउँ पर्यो तिमी हेर्नु पछाडि केमा पहिला आउँदा यो यिनीहरू केही पनि थिएन यो चाहिँ विश्राम गर्ने ठाउँ हो होइन यत्रो हिउँ होइन ल साथी हो
भैरवकुण्डको बाटो चाहिँ यो हो है। यहाँबाट सरार जान्थ्यो, हामी चाहिँ सिधै माथि त्यो एउटा गोठ जस्तो अघि मैले देखाएको थियो त्यो गोठबाट सिधै माथि आएको छौँ। किन भन्दाखेरि यो डिलबाट अर्को हिमाल जुन चाहिँ हामीले तल देखेको थियो है, त्यो हिमालय हेर्नको लागि चाहिँ हामी आएका हौँ। खास तपाईँहरूले यहाँ धुबी देख्न सक्नुहुन्छ है। एकचोटि म लडिहेर्छु है त यहाँ। आहा मजा आउँदो रहेछ। ओहो हेर्नु केही हुँदैन। यसो देखाइदियो कि भनेको त खप्पै छिर्ने रहेछ है। त्यो तलबाट हामी आउँदैछौँ, यहाँबाट राम्रो देखिन्छ अरे। आहा आमा कुन हिमालय हो? मोबाइलमा त राम्रै छ। ल आइफोन खोइ दामी हिरा छिट ल्याउ त यहाँ। यता पनि अब यहाँ चाहिँ मेरोबाट सुरु हुन्छ के त। हामी चाहिँ अब हिमालमा फोटो भिडियो सब गरियो। अब चाहिँ हामी भैरवकुण्डको यात्रा फेरि। तिम्रो पनि त्यस्तै हुन्छ कि? ए बाटो भन्दा हामी अर्कै बाटो हिँडिरहेको छौँ। बाटो एकातिर मान्छे एकातिर। ए यस्तो बाटो हिँड्नु परेको छ। बिस्तारै बिस्तारै अझै यात्रा जारी नै छ। यहाँ चाहिँ एउटा गोठ छ, गोठ। आयो चिसोले हुनसक्छ, लास्टै टाउको दुखिरहेछ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ है, हिउँै हिउँ लगभग यो चाहिँ धेरै भएको छैन जस्तो छ हिउँ परेको। अलिअलि हिउँ छ। सायद भैरवकुण्डमा तालमा चाहिँ पुरा आइस हुनुपर्छ है। यो सानो कान्छी पोखरी हेर्न जाउँ है त ल। त्यहाँ टुसारै जमेको जस्तो लाग्यो। खासमा यहाँ पनि पोखरी नै हुने जस्तो रहेछ पहिला पहिला। गाड्नु त गाड्दैन होला नि। तपाईँ त अलिक गरौँ होला। कहाँ त यत्रो एक हात आइसहरू होइन नि उहीँतिर फुटेको छ नि। ए यहाँ थोरै पानी रहेछ अनि यहाँ चाहिँ पुरै आइस जमेर बसेको छ। म चाहिँ जान्छु, यस्तो रिक्स लिँदिनँ। पुरा आइस छ हेर्नुहोस्। ए छैन नि ब्रदर। ए पुरै हिउँ छ माथि। ल फाइनली पुग्यो है त ल हामी। आहा यही होला, यही हो भैरवकुण्ड। यो सब पानी हो, पुरै हिउँ भाँच्यो हो। सबै जमेर हिउँ जमेर परसम्म जानु मिल्छ। यहाँ धेरै गहिरो पनि छैन। अलि योभन्दा अलि उता गयो भने चाहिँ धेरै गहिरो। ए पुरै जमेर यस्तो भएको छ। पुरा हिउँै हिउँ ल। दामी पानी नै पानी हो यो सबै। यहाँ हेरौँ है त। ए आइस सब यो भित्र सबै पानी छ। हो नि यसो पानी छ। ए त्रिशुल गाडेको छ यो। के छ उतै? एकदम ठिक छ भाइ। सबै पानी, यो पानीमा हामी पुरा निडर भएर होइन दाइ? एकदम भाइ एकदम। तपाईँलाई आएको रिग्रेट त लागेको छैन नि? एकदम एक्साइटेड।
थ्याङ्क यू भाइ आई एम सो एक्साइटेड ढुङ्गा अझै मुनि छ अनि खै त्यहाँ बाक्लो छ। ढुङ्गाले हान्छु खै त त्यो ढुङ्गाले हान्नु त भाइ ठाडो बनाएर ड्याम ड्याम गरेर अहिले चर्किन्छ नि दाइ त्यो मिएन चर्किन्छ पानी पानी उफ्रिन्छ है त ल चुच्चोले छ्याप अझै कहाँ जान्छ त्यहाँ गएर चर्किन्छ सिसा चल्के पानी यो त यहाँ तपाईँले झन् नहानु भन्ने मान्छे गहिरो पुऱ्याउनु भने कि गहिरो छिर्यो छिर्यो अब चाहिँ छिर्यो है निकाल्दै भेट्यो 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 ऊ बाल्दै आयो त आम्मा निकै बाक्लो रहेछ नि त नि धेरै बाक्लो रहेछ दाइ यति एक बित्त बाक्लो छ अनि अझै ऊ भएको छैन नि अझै मुनि पनि उनी अझै एकचोटि हान्नुपर्छ आप चिसो हान्यो भने चाहिँ भेट्ला जस्तो छ त्यही पोजिसनमा के घुमेर बस्नु कस्तो महसुस भयो दाइ तपाईँलाई आमामा कस्तो दामी दामी भुइँ भेटिसक्यो दाइ इ ल ढुङ्गा आए ए होस् 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 ए ठुलो काम गऱ्यो हामीले ल अब चाहिँ हामी फर्किएको किनभने हामीसँग धेरै टाइम छैन हामी केही खानेकुराहरू छ भने खानेछौँ नत्र जानेछौँ अब त चौचो खानुपर्छ यसरी हालेर एउटा मात्र हो दाइ यो फोटो होइन भिडियो ए भिडियो फर्स्ट भ्लग हाम्रो सोल्टीको 220 2026 को फर्स्ट ब्लग सबैजना यहाँ आमा चौचो खाँदै एउटा रेड बुल सकायो पानीसँग मिसाएर भोक लागिरहेछ अब तल गएर के पाक्छ खानुपर्छ के अरे यो हुसु लाग्ने बेलामा अनि अलिअलि हल्ला ठुल्ठुलो हल्ला गऱ्यो भने त्यो पुरै हुसु लागिहाल्थ्यो कि पहिला हामी पिसाबहरू फोहोर गऱ्यो भने पुरै हुसा हुन्छ बर्खामाको त प्याटर्न नै त्यही रहेछ नि त होइन एकछिन खोल्लो फेरि हात त लगाइहाल्ने भन्ने चाहिँ त्यस्तो छ है उनीहरूको विश्वास है चिच्यायो भने फोहोर गऱ्यो भने पिसाब फेऱ्यो भने त्यत्रो चिजा बिहान आएर खोइ त ल ल हामी फर्किन्छौँ है सक्यो यात्रा म तल हुँदैन है मलाई चाहिँ एकदमै दम लागिरहेको थियो झन् माथि हाइटमा एकदमै गाह्रो अवस्था भइरहेछ तपाईँहरू माथि आउनुहुन्छ आउँदै हुनुहुन्छ आउन चाहनुहुन्छ भनेदेखि तपाईँहरूले एकदमै व्यवस्था बन्दोबस्त गरेर तातो पानी होइन अनि इनर्जी ड्रिङ्कहरू लिएर आउनु होला ल दाइ इन्जोय गर्नुहोस् अब पुग्यो तपाईँहरू यहीँ पल्लोपट्टि ल ल यहाँबाट त्यो डिलमा पुग्नुपर्छ एक चुड्कीमा म पुग्छु है त ल त्यो डाँडाबाट यो देखिन्थ्यो यहाँ आइपुग्यो चिसोले हात यस्तो बाहुबली बाइकको स्टार्टै बन्द भयो लास्टै ठिराएर हेर्नुहोस् यस्तो भइसक्यो हात फेरि बिहानकै हामी होटलमा जानेछौँ भने केही खाजाहरू दियो भने खानेछौँ हेलो दाइ अनेस्टली भन्नु आज तपाईँलाई कस्तो फिल भयो वाउ आजको ट्रिप भनेको एकदम दामी एक्साइटेड कस्तो राम्रो भ्यू ओहो आज फोटोहरू खिच्यो भिडियोहरू खिच्यो तपाईँलाई टाइट बेड्थै गएछ जस्तो त भएन नि
त्यस्तो चाहिँ अहिलेसम्म भएको छैन यस्तो मौका पाएँ फेरि आउँछु भन्ने चाहिँ भइरहेछ ल दाइ पैसा जम्मा गरिराख्नु पर्यो ल खानै छ है त ल फेरि पनि आइपुग्यो पेम्बी होटलमा ल यो भाइको ल कस्तो लाग्यो तिमीलाई आज तिमीलाई थर्ड बेड चाहिँ गएछ जस्तो लाग्यो अमेजिङ एक्सपिरियन्स तिमीलाई के कुरा राम्रो लाग्यो ताल ताल मात्रै राम्रो लाग्यो ताल मात्रै जाने अनि भ्यूहरू हिमालहरू यहाँ के चाहिँ लाग्यो म पछि भन्छु पछि भने ल दाइ आज चाहिँ एकदम रमाइलो भयो अनि विन्टरमा अरू समयको भन्दा डिफ्रेन्ट भ्यू डिफ्रेन्ट एक्सपिरियन्स सो एकदमै रमाइलो भयो आइम सो ह्याप्पी ल दाइ चिया पनि खाउँ न छ ल हामी चाहिँ लाग्यो है हेर त भाइ एकचोटि फेरि केटाहरू केही छुटेको छ कि छैन हेरौँ ल आन्टी जान्छ है त धन्यवाद अब हामी फर्किन्छौँ घरतिर है त